हे हे भगवान देउता चाहिएको थियो एउटा टन्न पैसा गाँठी भएको एक घडीको सुईलाई दिदी बहिनी दुईलाई टन्न पैसा गाँठी भएको पैसा छ यता हे यता हेर ठुले सबै लुले लुले कोही पाइएन आठ भएको हे 2 दिने चोला कसो गर्ने होला कोही पाइएन आठ भएको दुई बहिनीले हेर लाइनौ भने तेरा बोर्डबाट ल्याउँछु भोटेनी दुई बहिनी यसै बस्न भएन त्यसै बोर्डबाट ल्याउँछु भोटेनी आजको दिन हो बिलाउन के ना तिम्रै कर्मा खोटेने वटा सलाई यत्रो भन्छौ मलाई तिम्रै कर्मा खोटेने ए हातको चुरा यो दुईटाको कुरा कसो गरी सानी हो यही जेतै फाल्यो रिसै उठ्न थाल्यो कसो गरी सानी हो हे मनहरीलाई भयो कोही नपाउने भयो खेती बाँझो रानी भयो कसले खनी दिन्छ कसले ज्योति दिन्छ खेती बाँझो रानी नारी आयो राति त्रिशुली र ताते देवे काडमा तरेर सुन नसुनाउँदाएको जोडा देवे काडमा तरेर बेली साजाउने छैन बाजा जान्छु म कहीँ छरेर कालो सारी तिम्रो बाजो बारे जान्छु म कहीँ छरेर यता हेरौँ भित्र यता ठेगिरी त खाउँ त भनी मोही छैन हे नगर हेला तिर्खा लाग्यो बेला खाउँ त भनी मोही छैन हे क्यारी ज्यालातिर उम्रिसक्यो सिरो गाउँमा हाली कोही छैन हे मनहरीलाई भयो असार आदि भयो गाउँमा हाली कोही छैन उखुको टुप्पा बेली जाइको झोपा ल्याउ ल्याउ मटर तानेर अङ्ग्रेजी गोरा ऐसा राम्रो जरा ल्याउ ल्याउ मटर तानेर त्रिवेणीको माछो सधैँ पर्छ खाँचो तितो र मिठो छाडेर पूर्व मेचीदेखि पशुकालीसम्म त्यो मिठो छाडेर हे कता हेरम अरू बुढा पाका गोरु बोलम भने डर लाग्छ हे एक बारको चोला क्यारी जोछ होला बोलम भने डर लाग्छ हे
सिमारा फाँडको खेतै बाँझो भयो धान फलाउन ररिला छ त्यसको पनि गुन्थ्यो भातै खाना हुन्थ्यो धान फलाउन ररिला छ आजको दिनमा छुट्टी आएपछि कहाँ गएर भेट्ने छ भाइ साँच्चीले तिम्रा तिलबैनीले कहाँ गएर भेट्ने छ अहिलेको बाली कतै हुन्न खाले तिम्रो रहर मेट्ने छ यत्र लाठे खाले छाउने गाठे तिम्रो रहर मेट्ने छ ओइ लाठे हो रोपारले ठेलिसक्यो अलिक छिटो छिटो हान्नु पर्यो बौसी हे घडीको सुईलाई दिदी बहिनी दुईलाई कसले भन्ला ए साना हे मेरो हरि यस्तै मिठो गरी कसले भन्ला ए साना ए घाम ओह्रालो झरो भात पकाउन पर्यो चामल देउन एक माना हे खाली हाम्रो घर भातै खाना रहर चामल देउन एक माना आजको दिनमा छोड्न भएपछि कता हुन्छौ औ सबारे के भन्न आँटी दिल गरेर सोना कता हुन्छ औ सबारे हाम्रो गाउँमा आइदेऊ एउटा छोरो पाइदेऊ तिम्रै हो नि ए भगारे किन खोज्छौ बोको रहने छैनौ भोको तिम्रै हो नि भगारे हे मुला उचानालाई यिनका दुईजनालाई गाह्रो पर्ने फकाउन हो अर्काको मान्छे हो अर्काको मान्छे गाह्रो पर्ने फकाउन हे साली नदिँदा थियो खाना मन लाग्थ्यो सेल्नी मन छ पकाउन ए सेल नखाएको पनि 2-4 वर्ष भयो सेल्नी मन थियो पकाउन तिम्रो दुई बहिनीले नकल पार्न पर्ने कोरेर बाटो खोसेले काटी चाम्रो आहा कति राम्रो कोरे बाटे खोसेले पानी सिमले कहाँ ल्याउ त तिमीले माइताडा ल्याएको कोसेले गाई चर्ने सिममा कसलाई दियो जिम्मा माइताडा ल्याएको कोसेले हे त्यसको एउटा गुण छ तरकारीलाई हुन्छ निगालाको टुसाले हे नभन है कान्छु भरे पकाइ खानेछु निगालाको टुसाले हे लुगा सिउनी सियो खोपातिर थियो कापो लाग्यो मुसाले बाउआमाले दिएको माइतीबाट ल्याएको कापो लाग्यो मुसाले लिएर हामीले माया लाउने ठाउँमा सम्म छ कि बिरा
बिरालो भन न भन मलाई न डाटा समाछा के बिरालो मुसाले खाइछ तिमीलाई खाँचो भइछ लाइदिन्छु ढाडे बिरालो साँच्चीलाई तिम्रो दुई बहिनीलाई लाइदिन्छु ढाडे बिरालो हे म कहिल्यै पनि खेती गरौँ भनी पानी छैन कुलामा मनरीलाई भयो असर आदि गयो पानी छैन कुलामा खडेरी लागेको छ यस्तो हे मनरीलाई दाउनु के बिरालो लाउनु मुसा छिर्यो दुलामा हे नबसन जिस्की कहिले आउँछ निस्की मुसा पस्यो दुलामा माया तिम्रो गाउँमा चिठी आउला नाउमा शिरमा शिरी हारमा घाँटी चाम्रो आहा कतै राम्रो शिरमा शिरी हारमा अब मोरो मुसो दुलो पसे पाने झिरले घोत्ताइ निकाल्छ तिम्रो दुई बहिनीलाई चानास मेलाई मेला झिरले घोत्ताइ निकाल्छ हे हेलमुले गाईले यिनका दाजु भाइले हामीलाई कति चिस खान्छ हे नभन न फेरि मुखमा हेरी हेरी हामीलाई कति चिस खान्छ छैन